चैत्य हो त्यति मध्ये हामी चाहिँ अब यो मेन यो चाहिँ लोकहरूको चैत्य प्रायः लिएर आफै गएको अनि उताको त्यो अब त्यो सबैको यो चाहिँ हाम्रो पुरानो स्वयम्भू भइहाल्यो तपाईँले पुरा त्यो पुरानो स्वयम्भू देखाउनुभयो अनि अल्सो तपाईँले एउटा महत्त्वपूर्ण मलाई गराइदिनु भएको थियो त्यो पृथ्वीनारायण शाहले जुन इस्टाब्लिस गर्नुभयो प्रिजर्भ गराइरहेछ नि तपाईँले त्यसको बारेमा अलिकति भन्नु यस्तो पृथ्वीनारायण शाहले जस्तै तपाईँको यहाँनिर राजधानी गरेपछि एउटा यो स्वयम्भूलाई उहाँले प्रिजर्भ गर्नुभयो होइन अब अधिकांश मान्छेहरू के हुन्छ पृथ्वीनारायण शाहले चाहिँ बुद्धिज्मलाई चाहिँ अलिकति चाहिँ डोमिनेट गर्यो बुद्धिज्मलाई चाहिँ अलिकति हेला गर्यो भन्ने चाहिँ भनाइहरू पनि सुनिन्छ नि एक्ज्याक्टली नुवाकोटमा चाहिँ त्यो देखिरहेको किनभने उहाँले जुन नुवाकोटमा दरबार बनाउनु भएको छ त्यो दरबारको अगाडि चाहिँ धर्मधातु चैत्य छ जुन चाहिँ तपाईँ बुद्धवर्ण महाविहारको एउटा पुर्खाले बनाएको अहिले तपाईँले देख्न सक्छ इट्स भेरी ब्युटिफुल होइन त्यो चैत्यलाई यथावत राखेर त्यत्रो दरबार त्यति बेला उहाँले चाहिँ कुनै हानि नगरेर प्रिजर्भ गरेर बनाउनु भएको छ इट मिन्स के भन्दाखेरि अनेस्टली श्रद्धा हो के जस्तै अब तपाईँको मैले भने नि यहाँको स्वयम्भू पनि उहाँले प्रिजर्भ गरेर अहिले जुन शिलापत्र 1825मा उहाँले गर्नुभएको छ इट मिन्स त्यो एउटा श्रद्धा नै के किन उहाँको टिचिङ जस्तै उहाँको भक्तपुरमा जसरी उहाँ चाहिँ 3 वर्ष एउटा चाहिँ अध्ययनको रूपमा बस्नु भयो नि त्यति बेला टिचिङमा चाहिँ उहाँले बुद्धिज्म डेफिनेटली त्यहाँको बुझेको हुनुपर्छ र त्यसलाई चाहिँ सेभ गर्नुपर्छ भनेर बुझेको मलाई चाहिँ लाग्छ यहाँ तपाईँहरूले जुन किसिमले यस्तो एस्थेटिकली ब्युटिफुली ढङ्गले एउटा पुरातत्वलाई तपाईँले संरक्षण गरिदिनु भएको छ राम्रो बनाइदिनु भएको छ उहाँको हिस्टोरिकल भ्याल्यु कति रहेछ अघि तपाईँले भन्नुभयो यो एउटा ट्रेड रुट पनि थियो यो धर्मस्थल त रहेनछ नि यो एउटा ट्रेड रुट पनि पहिलेको रहेछ होइन यो ठाउँ चाहिँ साह्रै महत्त्वपूर्ण हो र सबभन्दा मलाई चाहिँ तपाईँहरू जस्तो मान्छेहरू यहाँ आएर जब कि आफ्नो घरमा त्यो व्यापार छ ठुलो व्यापार छ रेस्पोन्सिबिलिटी छ त्यही पनि तपाईँहरूले यहाँ गाउँ जस्तो ठाउँमा आएर यहाँको संरक्षण गरिदिनु भएको छ ह्याट्स अफ टु यु मलाई भित्रदेखि तपाईँहरूको योगदान देखेर मन हुन्छ